तपाईँहरूलाई यो फुल प्लान्टहरू बुझिसकेर चाहिँ यसले कसरी चम्किन्छ त्यो देखाउँछ है। के लगाएर गर्नुपर्छ चम्किन्छ। सफा त भयो होइन, तर चम्केको त छैन नि त, चम्काउने त्यो त यही फुल हो कि रातो, यसले नै राम्रो देखिन्छ। अब यसलाई चम्काउनु, अब यसलाई सफा त भयो होइन, अब यो सफा त भयो, अब यसलाई चम्काउनु पऱ्यो नि त। यसलाई सफा भयो होइन, यो सफा त भयो। अब यो तोरी तेल पोखिनु भयो, यहाँ चाहिँ अलिकति तोरी तेल लगाएर यो टलक्क टल्काउँदा चाहिँ अलिकति तोरी तेल लगाएर पुस्नुपर्छ अनि चम्किन्छ। मैले चाहिँ यस्तै गर्छु है, यसलाई चम्काउनलाई चाहिँ त्यो ढुक्कै पार्नुलाई चाहिँ यो पहिला पुछिसकेपछि कुनै पनि प्लान्टहरू पहिला पुछिसक्ने, अनि पुछिसकेपछि चाहिँ यसलाई तोरी तेल हल्का तोरी तेल लगाएर चमक्नै अर्कै हुन्छ होइन। पहिला सफा गर्ने, सफा गरेपछि टक्क अलिकति तोरी तेल लगाएर अब कस्तो चम्किन्छ।